मिस्टर आशिष थिङ मिस्टर सत प्रजा यता म यता अब के भन्नु दाइ ल सुसार बोल्दैन है मैले यति ल केटा गएर प्यारी समझ गई खाली हो पुरैमा सो हेलो गाइस हामी स्मारकमा आइसकेको छौँ उता हाम्रो आशिष थिङ बाइक रोकेर बाइक पार्किङमा राखिदिनुहुन्छ के छ केटाहरू हाई गरिदियो के हो यहाँ हाई पनि गर्दैन यार केटाहरू यहाँ हाई हेलो उता अब के भन्छ शहीद स्मारक टोकन काट्नको लागि हामी जाँदैछौँ पोखरा यहाँ देवा ओए देवा के हो यार मुन्ना गाडी पुग्दिनी चस्मा ल्याउनु चस्मा के छ हेलो हेलो ब्लगमा स्वागत छ प्यारी समझ गई होइन म फेरि उता जानला छुट्टिन्छ होला है यहाँबाट जाउँ है अहिले फोटो खिच्ने क्या अब कसरी आउँछ लक्का परिवार डे विथ हर बनाउन गएको को हो त्यो अघि गर्दैन त्यही त नि डे विथ हर भनिरहेको छु ए बुझ न कस्तो तिमीले जाउँ त फेरि पढे बाघ होइन कि त चितुवा त्यो ओ केटा हो जाँदो जाने कि उता चलो गाइस देख्न सक्नुहुनेछ उता चितुवा जुमै गर्न मिल्दैन क्या हो मृग
आज चाहिँ खाली खाली हङरङ मर भन्ने देखिरहेको छ मैले हेलमेट गर्दा त्यो छिटो मेट अब त्यही गर्नु पर्ला त्यो चाहिँ सावधान लाउनु पर्छ मैले जाने छोरीको भइहाल्छ म उठाइदिइहाल्छु अनि झ्याम्मै बाइकमा भइहाल्यो सोचे कस्तो गराएन थात हो त हो नगर्नु मेरो हेलमेट झर्छ यार त्यहाँ के हो कुदिरहेको छ त सालमा छ कहाँ सालमा छ सालमा छ ऊ हो क्या के भन्छ त्यस्तै छ देखो न देखो गाइज देखो न देखो देखो न देखो होइन के हो गाइज सैतिस माराको पनि के मकै धान खेती गरिदिन्छ कि क्या हो यता दबाई छर्न हिँड्नु भएको छ आन्टीहरू हाम्रो आन्टीहरू टोइलेटको लागि हो ए टोइलेटमा औषधि छर्नुपर्छ पम्प ल्याएर ए होइन त्यो कहाँबाट आउँछ गनाउँछ भनेर होला जान्छ न टोइलेट माया गर